नमस्ते। यी 4 लक्षण हुने व्यक्तिले के नगर्ने त? पहिलो नम्बरमा छ पिसाब अथवा चाहिँ दिशा सफा भएर नहुने र अथवा चाहिँ धेरै मात्रामा प्रवृत्त भइरहने, पटक पटक गइरहनु पर्ने समस्या छ। शरीरमा चाहिँ ग्लानी हुन्छ, शरीर थकित हुन्छ र वायु रोकिने अथवा चाहिँ डकार पनि राम्रोसँग नजाने र अपान वायु अथवा पादहरू पनि राम्रोसँग भएर नहुने जसले गर्दा चाहिँ के हुन्छ, ग्लानी हुन्छ र शरीर चाहिँ भारी भइरहे जस्तो भइरहन्छ। र त्यस्तै गरेर अर्को छ विष्टम्भ। विष्टम्भ भनेको चाहिँ वायु भरिएर चाहिँ के हुन्छ, पेट फुल्ने समस्या हुन्छ। त्यस्तै गरेर शरीर गरुङ्गो हुने र भ्रम रिगटा लागे जस्तो हुन्छ भने यस्ता लक्षणहरू चाहिँ प्राय गरी अजीर्णमा देखिने लक्षणहरू हुन्। र यस्ता लक्षणहरू तपाईँले ग्यास्ट्राइटिस भनेर अथवा ग्यास्ट्रिकको लागि औषधि खाँदाखेरि कम जस्तो लागे तापनि त्यसले यो समस्या तपाईँको ठिक हुन सक्दैन। यस्तोमा चाहिँ तपाईँले गर्नै नहुने के कुरा हुन्छ? पहिलो नम्बरमा छ समसन। समसन भन्नाले चाहिँ पथ्य अथवा तपाईँलाई राम्रो हित गर्ने खानेकुरा र अहित गर्ने खानेकुराहरू तपाईँले मिसाएर खानु हुँदैन। दोस्रो नम्बरमा तपाईँले अध्यसन गर्नु हुँदैन। त्यो भनेको के हो त? त्यो भनेको चाहिँ पहिला खाएको खानेकुरा राम्रोसँग पाचन नभइकन दोस्रो पटक खाना खाने गर्नु हुँदैन अथवा कुचु खाना खाने बानी गर्नु हुँदैन यस्तो समस्यामा। त्यस्तै गरेर अर्को छ विषमासन गर्नु हुँदैन। त्यो भनेको चाहिँ अकालमा अथवा मात्रापूर्वक आहारको सेवन गर्नुपर्छ र समयमा गर्नुपर्छ हैन। भोकलाई टाल्ने, भोक लागेपछि त्यसलाई कुर्ने बानी गर्ने अथवा भोक नलागिकन खानेकुराहरू खाने र थोरै मात्रामा खाने, अल्प मात्रामा खानाको सेवन गर्ने अथवा चाहिँ धेरै मात्रामा अति मात्रामा खानाको सेवन गर्ने यस्ता खालका क्रियाकलापहरू हरकतहरू गर्नु हुँदैन। यस्ता प्रकारले यी तीनै प्रकारले चाहिँ हुने यस्ता तीन प्रकार छन्। अध्यसन, समसन र विषमासन गर्नु छ भने यस्तो गरिरहने व्यक्तिहरूलाई यी रोगहरू निको हुन सक्दैनन्। त्यसपछि अब कुरा गरौँ खानाको बारेमा। खानाको चाहिँ तपाईँले आफ्नो अग्निबल अनुसार, आफ्नो पाचन शक्ति, आफ्नो क्षमता अनुसार चाहिँ तपाईँले खानाको सेवन गर्नुपर्छ। यस्तो रोगहरूमा के खानेकुरा खाँदाखेरि तपाईँलाई फाइदा हुन्छ त? त्यसमा तपाईँले गेडागुडीहरूको सेवनले यो रोगलाई बढाउने गर्छ। त्यस्तै गरेर सागमा चाहिँ स्पेसल्ली रायोको साग, तोरीको साग र चम्सुरको सागले यो समस्यालाई बढाउने गर्छ। अन्य सागहरू पालकको साग र अर्को लुडेको सागहरू सेवन गर्न मिल्छ र बेथेको साग पनि खानु मिल्छ। अब अर्को चाहिँ कुरा गरौँ अन्डाको बारेमा। अन्डा गेडागुडीहरू चाहिँ यस्तो रोगमा पथ्य हुँदैन अथवा उसिनेको अन्डाले त झन् यसलाई बेफाइदा गर्छ। यदि अन्डा खानुपर्ने छ भने तपाईँले चाहिँ त्यसलाई फ्राई गरेर खानासँग खान सक्नुहुन्छ। यो खानाको बारेमा थुप्रै कुराहरू मैले गरेको छु। अन्य भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। धन्यवाद।